So hello everyone, welcome back to my channel. It's me Elisa Sherpa official. छैनौ आज चाहिँ म पोखरा पुराउनु जान आँटेको छु दमक जानुको लागि मोजा खोजेको भेटाइन गाइस। हजुर छैनौ एउटा मलाई निडेड छ क्या निडेड मोजा किनेर ल्याऊ। त्यो चाहिँ त्यस्तो कहाँ यस्तोमा चाहिँ लाउँछौ त्यो कस्तो मोजा हानेको यस्तो लङवाला पो लाउनु पर्छ त दिनु न मलाई 100 रुपैयाँमा आउँछ ल भरे चाहिँ कहाँ अहिले गएर लिएर आउँछु उयो बस्ताको सो गाइस आयो न मोजा लिनु मोजा भएको बेला चाहिँ नलगाइ मोजा पनि हैन मलाई त्यो उयो आवश्यक छ नि त मलाई यहाँ छैन अघि हेरेको त्यो फेरि खकुलो न खकुलो छ नि त त्यो उयो पनि त्यो खकुलो न खकुलो छ भने चाहिँ झन् ल्याङ करता है भाइ मेरो को ल्याङ क्रिम लाउनु पर्यो यतै फर्केर लाउँछु कस्तो नराम्रो। सो गाइज एकैचोटि मेकअप गरेर भेटौँ ल स्टे ट्युन। सो गाइज म चाहिँ रेडी भइसकेँ मेरो आउटफिट अहिले भर्खर नयाँ मोजा किनेर दिएको मलाई बाइक दिएको बित्तिकै मेरो कुदाउनु मन लाग्यो एकछिन मागेर कुदाउँदा हुन्थ्यो कि। सो गाइज हामी चाहिँ अब धरान कता मम्मी दमकतिर लाग्यौँ। अब मैले बाइक कुदाउँछु गाइज बाइकवाला स्कुटी हुन्छ नि त्यो कस्तो त्यो तलको त्यस्तै त हो नि। अब म यहाँ भिडियो बनाउँछु कति पछाडि बाइक कुदाउन आँटेको मैले बाइकमा कुदा कत्रो भएको थियो आउनु त भिडियो बनाइदिनु भेट्यो कस्तो धेरै नै कस्तो उयो देखिरहेको छ त यहाँ कहाँ त्यो खै के डार्क सर्कल के क्रिम लाग्थ्यो क्रिम नभए क्रिम स्टे ट्युन बाइकमा भिडियो हेर्नु होला। क्लज मात्रै त्यो मात्रै खुट्टा नि सेल्फ मात्रै गर्नु भिडियो नै भएन रहेछ नि स्टप भएछ फेरि होइन अघिको चाहिँ हौ ए भिडियो हाल्नु कस्तो लाग्छ कुदाउनु नि अन्त गाइस हाम्रो बस्दा कुद्यौँ अब उता जान आँटेको दमकतिर हजुर अब हाम्रो दिदी त हो बसहरू छैन त अनि बसमा hours later. पर्दैन ल। सो गाइस हामी चाहिँ दमक आइसक्यौँ यहाँ बहिनीहरू दमकको रतुवा खोला जान्दै गरेको अघि नै आएर पनि हामी चाहिँ यता हाई गर न तिमी चाहिँ सानो पनि सानो कस्तो राम्रो उयो गरेको हौ यहाँ मेरो फोटो खिच्देऊ ल हेर्नु कस्तो राम्रो देखिँदो रहेछ यता अस्ति पछाडि हेर्नु भएको थियो हजुर मैले नि तिमीलाई नि देखेको फर्स्ट टाइम उसलाई चाहिँ अस्ति देखेको मैले अस्ति बोनु अस्ति नै उता लक्कीको कामबाट आउँदा हौ
तिम्रो चाहिँ किन क्लास लागिरहेको थियो हजुर कस्तो राम्रो उयो देखेको यो अहिले कुन सिजन हो कुन चाहिँ यो कुन सिजन हो मतलब सिजन भनेको वैशाख चैत वैशाख के भन्नु त म ब्यागबाट लिन्छु हजुर गाइस हामी खोलातिर लाग्यो है दुईजना बहिनीहरूसँग मलाई सब फेर लाग्यो किन खै किन हो किन अघि गाडीमा नि बनाउँछु भनेको कि यस्तो उयोहरूको पछाडि त्यो भ्यूहरूको अप्ठ्यारो लागेर नि मान्छेको ठाउँमा हामी चाहिँ यहाँ रतुवा खोलाको छेउमै आइपुग्ने गाइसहरू कस्तो राम्रो देखेको यो यस्तो छ नि यो पहेँलो टाइपको क्या कस्तो सट्ट अब खोलाको पनि गर्ने यो चाहिँ त मलाई बाइक देख्ने बित्तिकै कुदाउनु मन लाग्छ गाइस मान्छे धेरै कुदाउनु भएको छ बाइक कतिचोटि लाज लाग्यो गाइस स्टप गरेँ स्कुटी पनि कुदाउनु भएको छ कता जाने हो र यता तल हो एकछिन ल म निकाल्दिन्छु त्यसो ठाडो नबनाऊ ठाडो बनाऊ लास्ट रुम भयो खोला चाहिँ आइपुग्यो अस्ति नै त मम्मीहरूसँग आएको थियो नि यही हो होला नि हाम्रो मम्मीहरू आउनु भएको थियो त तिमी आएन तपाईँ आउनु भएको थियो म त आएको थिइनँ भाइ आएको थियो बहिनी ऊ पर पुगेको अरे अघि तपाईँको भाइ लामा हो सो गाइस बाटो चाहिँ यस्तो छ है बलुवा भएर नि यो बलुवा अघि भनेको हैन तपाईले चप्पल लाएर आउनु भनेर अनि किन नआउनु पहिला त यति शब्द पो आउँथ्यो त भन्ने भने इस्याकले के रोकिरहेछ के पर्दैन भित्र पस्नु माछाहरू हुन्छ यति यही हुँदैन अनि पनि माछा पक्रिन हाले त पस्नुहुन्छ धेरै नै ठुलो खोला थोरै रहेछ है पानी कता चाहिँ अलिक ठुलो छ यस्तो पानीहरू अब पानी पर्छ 1-2 दिन अनि भइहाल्छ म त भित्र पो बस्छु यो पनि दामे दिदी म त फकाउनु दिदी यो पक्लिनु न ल मेरो मत पनि पक्लिनु यहाँ राख्नु एक ठाउँ सो गाइस यता राख्नु यता पानी उयो गर न यस्तो तरिकाले हौ यसरी हौ यसरी हेर यस्तो कस्तो राम्रो आइरहेछ लड्छ है सो गाइस मैले चाहिँ यस्तो जुत्ता लाएर यहाँनिर जानै मन लागेन दुईजना चाहिँ कस्तो मजा किन किनकि अरु बेला कत्रो ठुलो आउँछ पानी परेको बेला गाइस यहाँ माछा पनि रहेछ कस्तो राम्रो देखिन्छ यो चाहिँ टमक्क रतुवा फुल
जुम गरिरहेको छ सो गाइज अब चाहिँ हामी फर्किनु लागेको बहिनीले उपर जाउँ भनेर जान्दै गरेको बोल्नु नि लाज लाउँछ मलाई त तिमी त कतिमा पढ्छौ बुनु म 4 मा ऊ चाहिँ हाम्रो मामाको छोरी हो जेठी छोरी माइला मामाको होइन ऊ बहिनी ए कुन स्कुल चिलाचिली कता बसमा जान्छौ धेरै पढ्नु अब त यता जानु आउनु यता